Let's talk up and welcome back to my YouTube channel. It's me Pasanoma. Good morning सबैजनालाई यो ब्लग मिलेको छैन अनि आज चाहिँ काठमाडौँ जान लागेको अनि सबैको प्रेम चाहिँ रेडी भइसक्यो हैन रेडी भएर प्याकिङ सबै प्याकिङ चला सला त चला सुरेश अर्को चला छ प्याकिङ हुँदै छ अब चाहिँ गाडी पक्रेर चाहिँ अनि जानुपर्छ सबै अनि यता हेर जानु छ ओ महु पत्र ग्रुप मस्ती दुगोले पानी फाल्दै के बाहिर दुगोले यता फाल्दै गाइस पासन जाँदै छौ सुबह बाहिर के छ सुर्केस बाहिर के सुर्केस चाहिँ किन है तीनचोटि गाना बाहिर हो के सबैजना रुने भयो लाज सजाएर राख्नु फेरि नरे चानुराम के रुइरहेछ सबजना
आइहाल्छ नि यो के रुइरहेको त त्यसमा आशीर्वाद दिनु के अरे धान्जलाई धान्जो कमाएर आउन्जेलसम्म राम्रोसँगले पकाइरहनु राम्रो सफलता होस् पुरा आइपुग्यो चक्कर मारेर बसेर अझै एकछिन भेट्यौँ यहाँबाट त्यसपछि हिँड्छ अब लास्टै सबैजना रुमहरू चाहिँ गाह्रो भयो बाई बाई शुभ यात्रा छ तँलाई राम्रो छ ल भुवन पोडी ल गयो ल ल बाई फाइनल होइन यहाँ टाइगर बस्तीमा आएको टाइगर बस्ती त मान्छे छ होइन त्यही मान्छे उठाउन आएको 4-5 छ आज चाहिँ हामी कति 4 जना मात्रै उताबाट आएको बागमतीबाट अनि अब सुनितालाई पनि भेट्यो सबैजनालाई भेटेर अनि अब भाइ गर्दै आएको होइन अरू गाडी यता छ टाटोसम्म यता गाउँभित्र घर छेउ थाहा छ यहाँ छ गाडी जानु छ अनि सबैसँग छुट्यो होइन अब त अब लास्ट हो नि त भेट्दैन त्यही भएर अब यहाँ म अब आउँदैन नि त अब कति वर्ष हुन्छ होइन अनि लास्ट गाह्रो भयो गाह्रो चाहिँ अब त्यही हो जोस पाएर मलाई फेरि हत्तै अब आँसु चाहिँ आउँदैन तर मनमा चाहिँ लास्टै नरम लाग्छ त्यो अब त्यही होइन अब के भन्नु के हुन्छ फेरि अब क्यामेरा अगाडि आएपछि मनमा चाहिँ धेरै सोचिरहेको हुन्छ नि तर बोल्न सक्दैन क्या त्यही हो अब जस नरम लाग्यो चोट लाग्यो चाहिँ अब सुनिताहरू सब भेट्यो यहाँ टाइगर बस्ती आएर टाइगर बस्ती यो चाहिँ तल उस एरियामा रहेछ तल एरियामा रहेछ अब यहाँ थोडा निक्लिनुपर्छ यतै चलाउनु गाडी
अब यहाँबाट निक्लेर म बाटोमा देखाउँदै गर्छु यहाँ कति खिचिन्छ एक ठाउँतिर त फेरि अनि अब बाटोमा हिँडेर हेरौँ ल। अझै पत्ला कडेर मासतिर आएको छ हामी चाहिँ। फाइनली चाहिँ हामी चाहिँ खाना ठाउँमा आइपुग्यो। अब यहाँ चिसापानी ठाउँ भन्ने ठाउँमा अब यहाँ खाना खानु पऱ्यो। खाना बोलाइछु सेसोला ती चल्ला र बोलाइछु कति 1 बज्न थाल्यो आज ढिलो भएर त्यही भएर त्यसैले के हुन्छ भ्यू हेर्न गाइज रेड डाँडा काँडा होइन यहाँ तल चाहिँ गाडी ठोके जस्तो कुरो गरिरहेको थियो हो कि होइन यता गयो कि ढक्कमुक्क गरिरहेको थियो मान्छे चाहिँ अझै हो कि होइन हो आई डोन्ट नो। हामी चाहिँ जहिले यहाँ खाना हो क्या यहाँ चाहिँ चिसो पानी गढी हो होइन अनि यहाँ चाहिँ जहिले अब त्यो सेलोन गाडीमा आएर चाहिँ जहिले हामी चाहिँ खाना यहीँ खान्छ क्या। अब सेलोन भने फेरि नेपालबाट चाहिँ फुपा छ हो क्या फेरि फुपा चाहिँ गाडी आयो भने जहिले हामी यहीँ खान्छ खाना चाहिँ यो चाहिँ चिसो पानी गढ्यो अनि देउराली भन्छ यो अलि माथि होइन अनि यो यहाँदेखि तलतिर जब भिमभिती भइहाल्यो होइन जस यहाँ चाहिँ मौसम खतरा छ क्या गर्मी महिना पनि त्यस्तो साह्रो गर्मी हुँदैन कि चिसो हुन्छ क्या मौसम। हेर्नु सक्दा पुरै बाटो यहाँदेखि त यस्तो छ होइन बाटो पुरै अब अझै लाग्छ होला 2-3 घन्टा त लाग्छ। अनि हाम्रो फुपा चाहिँ गाडी यो भयो होइन चलाउनु गाडी यस्तो बाग्लो ज्याकेट लाउनु नि गर्मी आएन क्या त्यस्तो मौसम भएर चाहिँ यता चाहिँ मौसम जग्गा चाहिँ चाहिँ फाइनल हामी बल्कुमा आएको होइन बल्कुमा आएर बसिरहेको छ यता मम्मी सामी यता बल्कुम होइन यता अब दिदी कहाँ छ भने दिदी आउनु भयो भने चाहिँ दिदी कहाँ जानुभयो साइन थाहा छ दिदी कहाँ आएको छ बल्कु चौक काठमाडौँ इन्ट्री। अब यहाँ दिदीले पर्खाउन त्यसपछि जानुपर्छ सामान निकाल्नु रहेछ बाचो दिदी यो कहाँबाट बस्छ आएर जस्तो फाइनली अहिले चाहिँ ट्याक्सी पनि चढ होइन अब ट्याक्सी पनि चढ अब कतातिर जानुपर्छ सोनतिर अब हेर्न सक्नुहुन्छ भ्यू होइन। हामी ट्याक्सीबाट ओर्ले अब चाहिँ रुमतिर जाँदै यहाँ दिदी यता मम्मी यता सुर्गेस बोल्दै कोठा चाहिँ उयो भएर भित्र
टाउ त के कामरै राखी छैन ल अहिले चाहिँ हामी फाइनल होइन रुममा आइपुगेर भान्जीसँग नि मस्त होइन भान्जी कहाँ गएर अरे साँच्ची भान्जी कहाँ गएर अरे भन न कहाँ गएर अरे कहाँ गएर अरे तिमी बौद्धमा के हेर्न गएको भन न कहाँ गएर ए के अरे बौद्धमा के हेर्न गयो अरे के खाएको स्ट्रबेरी यसलाई फेरि भान्जीले फेरि धेरै मनपर्छ स्ट्रबेरी अरे क्या भन त मिठो छ मिठो छ धेरै मिठो छ अनि मोबाइलमा त बोल्या गरेर अहिले त न किन मामाले चुप्पा गरिदियो ल ब्ल्याक एन्ड गालामा चेटा चेटा अनि मामा विदेश जानु लाग्छ अनि तिमी विदेश घुम्न नजाने मामाले भोलि पर्सि तिमीलाई बोलाउँछ नि त विदेशमा ल एकचोटि चुप्पा गरिदियो खै 1 2 3 हेर्नु सक्नुहुन्छ स्ट्रबेरी खाएर आज स्ट्रबेरीको फेभरेट फुड तिम्रो फेभरेट फ्रुट हो नि त भान्जी फेभरेट फ्रुट मलाई फेरि एउटै मनपर्छ फेरि स्ट्रबेरी अनि यता भेनाजु हुनुहुन्छ हाम्रो भेनाजु बागमती लोकल माछा होइन भेनाजु आधी पाकेको आधी काँचो कि पुरै पाका होइन यो भाव हो भेनाजु राम्रोसँग सुकिया नै थियो त्यही भएर सुकेर पोलेर नि प्लास्टिकले चाहिँ उ भयो क्या त्यो के अरे तापकरणले हुने भइसक्यो अघि मैले एउटा खाइसकेँ त्यो तापकरणले उ भइसक्यो क्या त्यो अब बनाइदिए भन्ने मान्छे उल्टा रिस मिठो छ मिठो छ कति मिठो छ त्यहाँ धेरै मिठो छ धेरै मिठो छ यता चाहिँ फेरि मुभी चल्लाछ के अरे डिग्री माइल अरे लगायत बागमती लोकल माछा ल खानु त मेरो आज अर्को देखाउनु हुँदैन मिठो छ तिमीहरू नाच्नु ननाच्ने नाच्ने ननाच्ने नाचौँ ल नाचौँ न तिमीहरू म ल हस् 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 भन न हस् भन पछि त्यो नरान तिमी नाचौँ न यार नाचौँ न खाऊ त कभी पेट गरायो तिम्रो लगाएको छैन अब चाहिँ काठमाडौँ पनि आइपुगेन यहाँ अहिले सोमदेवमा स्विमिङ पुलमा दिदीको उसमा बसिरहेको रुममा अनि त्यही भएन अब घरबाट पनि बिदाइ गरेर आएको थियो नि त त्यही भएर नि इमोसनल भयो सबैजना होइन रुनुभयो अब मैले पनि फेसमा हेरेँ म पनि रुन्थ्यो होला सायद एक टाइम त मम कर्न रहेछ हेरेँ मम रुनु भइरहेको रहेछ होइन मलाई कस्तो नरम लाग्यो रुनु मन लाग्यो फेरि त्यसपछि मैले हतारमा त सम्हालेँ क्या तर ममा चाहिँ धेरै रुइरहेको थियो अब फेरि हातको आँसु देखाउँदिनँ कि म हात पनि होइन मनमा जति रोयो पनि म हात पाएर फेस गर्दिनँ कि अनि त्यही भएर मैले चाहिँ मलाई पनि धेरै म आँखाबाट आउँछ भनेर मैले कसैको अनुहार पनि हेरेन होइन सबैजना रुनु भइरहेको थियो होइन त्यही भएर मैले होइन अब त्यो होइन अब कहिले भेट हुन्छ होइन त्यो थाहा छैन अब त्यो अहिले चाहिँ अब काम ल्याएपछि तपाईँहरूले हेर्नुभयो होला होइन सबै भिडियोहरू होइन अगाडि मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गर्न नभुल्न आज भ्लग चाहिँ यहीँ गर्थ्यौँ होइन
मलाई फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राममा पासाङ लामा ब्लग्स, फेसबुकमा पासाङ जी लामा छ, टिकटकमा पासाङ लामा ब्लग्स छ। सब ठाउँ फलो गर्न सक्नुहुन्छ मलाई। कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला सबैजनाले हैन। छेउमा रहेको बेल आइकनलाई पनि अन गर्न नभुल्नु होला किनभने मैले भ्लग अपलोड गरेको नोटिफिकेसन हजुरहरूको सामु आइपुग्नु छ चाँडो हैन फर्स्टमै। अनि अब नेक्स्ट भ्लग भेट्नु। सो आजलाई बाई बाई।